उफ्रिन पाइयो हैन गाइजहरु। धेरै दिन पछि हामी चाहिँ अनि त्यही भएर दाइले त कल नि गरेको थिएन, म फोटो आफैले पनि कल गरेर खिचिसके। आएको। तपाईहरु पनि यसमा आफ्नो यस्तो खालको सिडी पनि छ। यसमा पनि फोटोहरु यस्तो। नमस्कार सम्पूर्णमा, म हो दिनेश गोले। हजुरहरुलाई थाहा नै छ, गोले भनेर चिनिन्छ। कति गोले गोले भनिरह होला, नाम थर नै गोले छ। त्यसकारण आज चाहिँ म विशेष गरी भाइ र म चाहिँ यो पुल्चोकीको काखमा रहेको गोदावरी वन जङ्गल चाहिँ हामी घुम्ने क्रममा आइपुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ गेट। अब हामी यहाँबाट भित्र छिर्छौँ मजाले। लगभग हाम्रो अब 2 घन्टा टाइम रहेछ, 3 बजे पुगिसकेको छ। ए टिकट गाइजहरु, टिकट हामी बिर्सेछ, धन्यवाद। अब हामी यसरी अहिले यस्तो गाडीको पनि व्यवस्था छ गाइजहरु हैन। सरर पहिला थिएन, सरर यसरी जान सकिन्छ। साथीभाइहरु, आज गोदावरी नेपालको ललितपुर जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थित यो हरियाली सुन्दरता आफूलाई मनमोहक बनाउने एउटा सुन्दर छुट्टै ठाउँ चाहिँ यहाँ रहेको छ। तपाईहरुलाई मैले यस्तै भिडियोहरु ल्याउने क्रममा छु आजभोलि, किनकि मेरो आजभोलि छुट्टीको कारणले गर्दाखेरि र आज भाइसँग पनि लगभग धेरै टाइमपछि भेट भएको छ। त्यसैले चाहिँ भाइसँग पनि हामी थोरै यो भाइलाई पनि यो भ्लगमा स्वागत गर्न म अहिले चाहन्छु एकैछिनमा। धेरै दिन पछि हामी चाहिँ अनि त्यही भएर दाइले त कल नि गरेको थिएन, म आफैले कल गरेर आएको हो। किनभने दाइ त ठुलो मान्छे भइसक्यो हाम्रो है। त्यही भएर म त अचम्मै लागिसक्यो। अनि आफैले कल गरेर जाउँ न दाइ भनेपछि अनि उहाँले चाहिँ मेरो रिक्वेस्ट चाहिँ एक्सेप्ट गर्नुभयो। धेरै धन्यवाद छ उहाँलाई। तपाईहरु पनि मैले भर्खरै यसमा फोटो पनि खिचिसके। तपाईहरु पनि यसमा आफ्नो टक्कसँग फोटो खिच्न सक्नुहुन्छ। यस्तो बवाल खालको छ। म अगाडि जाँदैछु। यस्तो बवाल बनाएको छ कि गाइजहरु। र म चाहिँ मान्छे राम्रो छैन, तर यहाँको नेचरल भ्यूहरु चाहिँ यस्तो बवाल छ कि गाइजहरु। अब म चाहिँ मेन हाम्रो गार्डनमा जाँदैछु, तपाईहरुलाई लाँदैछु है। म पनि जाँदैछु सँगसँगै। अब यहाँबाट चाहिँ हामी मजाले छिर्छौँ। आज चाहिँ हिजो चाहिँ हाम्रो अङ्कल हुनुहुन्थ्यो, मेरो क्यामेराम्यान चाहिँ। आज चाहिँ फेरि मेरो भाइ, हेन्सम भाइ हुनुहुन्छ है। तपाईहरु चाहिँ यहाँ चाहिँ हल्का आज चाहिँ भनौँ न, अहिलेको यो बर्खाको समयमा चाहिँ हरियाली चाहिँ देख्न सकिन्छ। फुलहरूको चाहिँ अलिकति कमै पाइन्छ होला तपाईहरुले देख्नको लागि। अनि गार्डन देखाउनको लागि चाहिँ मैले यतातिर लगेँ हजुरहरूलाई। गार्डनहरू होइन, फुलहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ बर्खाको समयमा अलिकति कमै फुल्छन्, हामीलाई थाहा नै छ। तर पनि यस्तो हरियाली छ कि म चाहिँ धेरै खुसी छु। गाइजहरु, मैले अघि नै गार्डनहरू देखाइसकेको थियो। गार्डनहरू यस्तो राम्रो छ कि है। यो चस्माले गर्दा मैले पनि अलि राम्रो देखेन, त्यही भएर यसलाई फुकालेर यहाँ राखौँ। यस्तो बवाल छ है। अब अर्को टार्गेट चाहिँ हाम्रो अब पुल्चोकी पनि हामी जाने कोसिस गर्छौँ पछि। हेर्न सक्नुहुन्छ खालको यो भर्याङ भनौँ कि के भनौँ, यस्तो खालको सिडी पनि छ। यसमा पनि फोटोहरू यस्तो राम्रो आउँछ कि होइन। यहाँ फोटो खिच्ने चाहिँ एकदमै लाइनै छ क्या गाइजहरू होइन। म पनि फोटो चाहिँ खिच्दिनँ, भिडियो चाहिँ छोटो भिडियो लिएको छु। अब सर गार्डनतिर तपाईँहरूलाई लाने कोसिस गरिरहेको छु। थोरै भए पनि अहिले चाहिँ बर्खाको टाइममा फुल फुलिरहेको छ। यहाँ चाहिँ टिकटक भिडियोदेखि लिएर फोटोसोटो सुट गर्न सकिन्छ। नटिप्नु हेर फुलाको कोपिला के भन्ने गीतहरू सानोमा पढेको थियो। यस्तो खालको भ्यू छ। यहाँबाट एक गेट जस्तो छ गाइजहरू। यहाँबाट सरक्क लाएर गएपछि हामी फेरि भित्र यस्तो बबाल खालको गार्डनमा पुग्छौँ है। यसो गाइजहरू, यहाँ चाहिँ फेरि यसरी टिकटक भिडियो यसरी होइन, मलाई चाहिँ टिकटक भिडियो आउँदैन। यसरी नाच्न पाइयो यहाँ मान्छेहरू होइन। यो खालको होइन, आयो भने गीतहरू पनि गाउन सकिन्छ। यसरी आउँदै गर्नु होला, रमाइलो गर्दै आउनु होला है। यसरी खालको
यहाँ ब्युटिफुल उहाँ ब्युटिफुल दिदीहरू चाहिँ यसरी हाँस्दै हुनुहुन्छ किनकि मैले यसो एक्टिङ गरेँ जस्तो भयो। ल गाइजहरू ल यसरी कुद्न नि पाइयो यहाँ चाहिँ यसरी उफ्रिन पाइयो होइन गाइजहरू। ल आउनुहोस् इन्जोय गर्नुहोस् सबैलाई वेलकम छ। हाय ल गाइजहरू अब यसरी यस्तो खालको बबाल खालको सिडीहरू छ। अब हामी यो गोदावरीको पार्क चाहिँ सकेर माथि हामी डाँडातिर यसो जाने ट्राई गर्छौँ। टाइम कतिको हुन्छ तपाईँले हेरेर साथ दिनु होला। यहाँ तल चाहिँ पोखरी छ यसमा चाहिँ पानीको यसो रमझम हेर्न सक्नुहुन्छ। बबाल खालको छ। यहाँ तपाईँहरू यहाँ पनि फोटो खिच्न सक्नुहुन्छ भिडियोहरू होइन। यहाँ चाहिँ पानीको बहाव चाहिँ अलिकति भएको छैन होइन। त्यही भएर चाहिँ यसलाई चाहिँ अलिकति के हो भएको छ। यसलाई पनि माथि आयो भने चाहिँ यस्तो बवाल हुन्थ्यो। यहाँ दिदीहरू बहिनीहरू पनि फोटो भिडियो बनाउँदै हुनुहुन्छ। म पनि यसरी पोज दिएर फोटो खिच्न सक्नुहुन्छ है। ल अब हामी चाहिँ अर्को नेक्स्ट ठाउँमा चाहिँ जाने तर्खरमा छु गाइजहरू। यताको रहेछ यहाँ चाहिँ यस्तो खालको झर्नासँगै चिसो हावा चिसो खोलासँगै पानी सँगसँगै मजाले फोटो भिडियो बनाउन सकिन्छ। यस्तो चिसो छ कि गाइजहरू सरर यस्तो बबाल छ। उहाँहरू खतरा पोज निकालेर फोटो खिच्दै हुनुहुन्छ। गाइजहरू यहाँ चाहिँ भाइ र म चाहिँ अब त्यहाँ गोदावरीको पार्क घुमेर आइसकेपछि चिसो हल्का गर्मी भयो होइन। जाडो ठाउँमा भए पनि तर गर्मी भयो। अनि यो चाउचाउ साधेको यसो खाइरहेको छु खाजा चाहिँ। अनि खासै यो स्वास्थ्यको लागि राम्रो त होइन तर पनि हामी खाइरहेछौँ। यो पनि फेन्टा अनि यता